पक्कै पनि एउटा राम्रो सुरुवात दिने हामीले प्रयास गर्नेछौँ, किन भन्दाखेरि विगतको जति पनि हामीले क्रिकेट खेल्दै आयौँ र अबका दिनमा चाहिँ अब भनौँ न 83 साललाई चाहिँ अझ हौसला क्रिकेटमा अझै ग्रो जितमा अझै बढी जित हासिल गर्ने प्रयास गर्नेछौँ। एउटा पाठ चाहिँ सिकेँ होइन र अहिले एकदमै फिट एन्ड फाइन छु। सो ओभरअल इट वाज ग्रेट एक्सपिरियन्स विगतका दिनमा। सो अबका दिनहरूमा चाहिँ राम्रो सुरुवात गर्नेछौँ। एकदमै राम्रो स्टेबलमा छ अहिले। जस हामीले धेरै चेन्जेस गरेको छैनौँ, ट्याक्टिकल चेन्जेस हो, सानो सानो कुराहरूमा भनौँ न हामीले गरिरहेका छौँ, लर्निङ गरिरहेको छौँ। सो ती कुराहरूलाई लिएर चाहिँ पहिला चाहिँ अलिकति प्रेसर सिचुएसनमा ह्यान्डल गर्ने कोअप गर्ने कुराहरू चाहिँ अलिकति कम्ती थियो भनेदेखि अहिलेको रणनीतिमा चाहिँ अहिले विशेष गरी हाम्रो यङ्स्टरहरू पनि एकदमै भनौँ न उनीहरूलाई पनि सँगसँगै साइड बाई साइड हामीले ग्रुम पनि गरिरहेको छौँ। एकदमै राम्रो साइड अहिलेको स्क्वाड भेटिरहेको छ। सो विच इज सबै ओभरअल हाम्रो पोजिटिभ छ भनौँ न। पहिला अलिकति अगाडि हेर्ने हो भने हाम्रो अलिकति फिल्डिङमा होइन ब्याटिङमा हामी 100 क्रस गर्न अलिक स्ट्रगल गरिरहेको छौँ। यो पटक चाहिँ टिमले के टार्गेट सेट गरेको छ र त्यो कुरामा कतिको ध्यान दिएर चाहिँ ट्रेनिङ भएको छ? पक्कै पनि हामीले क्लियर रोल छ हाम्रो अहिले भनौँ न। जसरी हाम्रो ओपनिङको भयो, मिडल अर्डरको भयो, पछाडिको हिटरहरूको भयो। सो बलिङमा पनि पर्टिकुलरली आफ्नो रोल अगाडि डेथमा कसले फाल्ने, पावर प्लेमा कसले फाल्ने भन्ने कुराहरू चाहिँ एकदमै आफ्नो रोललाई लिएर चाहिँ क्लियर छन् सबैजना प्लेयरहरू। विच इज अनि फिल्डिङ साइडमा पनि इम्प्रुभिङ चाहिँ भइरहेको छ। इट टेक्स टाइम बट अहिले चाहिँ पहिलाको भन्दाखेरि अहिले चाहिँ एकदमै चेन्जेस आएको छ। विच इज एकदमै पोजिटिभ एक्सपेक्ट देखिरहेको छ। इट वाज ग्रेट एक्सपिरियन्स। अहिले जब उहाँ आएदेखिको क्रिकेटमा अहिले भनौँ न फड्को मारिरहेको छ। जसरी हामीले ठुल्ठुलो टिमहरूसँग यहीँ क्वालिफायरमा पनि हामीले खेल्यौँ। अहिले भनौँ न हामीले स्कटल्यान्ड, आयरल्यान्ड जस्तो टिम, जिम्बाब्वे जस्तो टिमहरूसँग खेल्ने मौका पायौँ। ठुलो टिमहरूसँग खेल्दाखेरि कस्तो खालको रणनीतिहरू बुझ्नुपर्छ भन्ने कुराहरू, त्यस्तो बेला चाहिँ कसरी सिचुएसनलाई ह्यान्डल गर्ने भन्ने कुराहरू चाहिँ एकदमै इम्पोर्टेन्ट। त्यो म्याचले हामीलाई पाठ सिकाएको छ र आगामी दिनहरूमा पनि हामीले अझ बढी ती कुराहरूलाई समेटेर अझ बढी नेक्स्ट स्टेपमा चाहिँ राम्रो गर्नुपर्छ भन्ने चाहिँ सबै टिमको प्लान छ। हामीले यहाँबाट जाँदा नै जितेरै फर्किनेछौँ भन्ने नै प्लान हो होइन। र पक्कै पनि हामीले हाम्रो रिजल्ट चाहिँ जितेर फर्किने नै छौँ। किन भन्दाखेरि हामीले नयाँ टिमहरूसँग पनि खेलिरहेको छौँ। उनीहरूको साइड बाई साइड हामीले म्याचेसहरू पनि फलो गरिरहेको छौँ। सो त्यसले गर्दाखेरि हामीले त्यहाँको सराउन्डिङ, त्यहाँको इन्भाइरोमेन्ट, त्यहाँको कन्डिसनहरू बुझेर आफूलाई एडजस्ट गर्न, एडप्ट गर्न 1-2 दिन अगाडि गइरहेको छु। सो हामीलाई ती चिजहरूले चाहिँ केही हदसम्म एडभान्टेज दिन सक्छ। सो हाम्रो प्लान चाहिँ यहाँबाट जितेर फर्किने प्लान छ।